यो दृश्य देख्दा र सुन्दा नराम्रो लाग्नु तथा दुःख लाग्नु स्वाभाविक हो। तर बाटो छेउछाउमा बसेर व्यापार गर्दा कुनै पनि आकस्मिक दुर्घटना भएमा सबैभन्दा ठूलो जोखिम र क्षति उहाँहरूलाई नै पर्न सक्छ। त्यसैले व्यवस्थापन आवश्यक भए पनि त्यसको कार्यान्वयन मानवता, संवेदनशीलता र सम्मानका साथ गरिनु उत्तिकै जरुरी छ। सुर्खेतको सडकमा एउटा दृश्यले आज धेरैको मन छोयो। डोकोभरि काफल बोकेर सडक किनारमा बसेकी ती महिला आफ्नो पसिनासँगै जीवन बाँचिरहेकी थिइन्। सायद घरमा बालबालिकाको पेट पाल्ने चिन्ता थियो, सायद बिरामी बुवा आमाको औषधि जुटाउने बाध्यता थियो, या भनौँ त्यो काफल नै उनको परिवारको एक दिनको आशा थियो। तर त्यो आशामाथि एकाएक महानगर प्रहरीको कठोर हात पर्यो। सडक पेटीमा बेचिरहेको भन्दै प्रहरीले उनका काफल सडकमै घुप्ट्याइदियो। रातो काफल धुलो र कालो पिचमा छरिए। ती महिलाका आँखामा आँसु भरिए, तर आवाज निस्किएन, किनकि गरिबको पीडा प्राय चिच्याउन पनि सक्दैनन्। त्यो काफल केवल फल थिएनन्, ती उनका दुःख, सङ्घर्ष र सपनाका थुपा थिए। जङ्गल डुलेर टिपेका, घाम पानी सहेर बजारसम्म ल्याएका ती काफल सडकमा पोखिँदा सँगै पोखियो एउटी आमाको आत्मसम्मान पनि। कानुन लागू गर्नु राज्यको दायित्व हो, तर मानवता बिर्सेर गरिएको व्यवहारले समाजलाई कहाँ पुर्याउँछ? यदि सडक व्यवस्थापन नै गर्ने हो भने पनि गरिबको पसिना र दुःखमाथि यसरी लाठी चलाउनु कति उचित हुन्छ? हामीले विकासको कुरा गरिरहेका छौँ, स्मार्ट सिटीको सपना देखिरहेका छौँ, तर त्यही सहरमा एक गरिब महिलाको श्रमलाई सम्मान गर्न सकिरहेका छैनौँ। पेट पाल्न सडकमा बसेकी महिलामाथि कठोर बन्ने राज्य आखिर कसका लागि हो? आज सडकमा पोखिएको काफलसँगै धेरै नेपालीको मन पनि भक्कानिएको छ, किनकि यो दृश्यले एउटा कठोर सत्य देखायो। यो देशमा गरिब हुनु नै कहिलेकाहीँ सबैभन्दा ठूलो अपराध बन्छ। आजको यो घटनाले हामीलाई दुईवटा कुरा सम्झाएको छ। एकातिर गरिबको पीडा, अर्कोतिर व्यवस्थापनको आवश्यकता। समाज तब मात्रै सभ्य बन्छ जब कानुन र मानवता दुवै सँगसँगै हिँड्छन्। गरिबको पेटमाथि प्रहार गरेर होइन, उसको जीवनलाई सुरक्षित र सम्मानित भएर मात्रै वास्तविक विकास सम्भव हुन्छ।